साथीहरू, तपाईहरु कसलाई खन्युको बारेमा थाहा छ? हामी चाहिँ सानो हुँदाखेरि एकदम जंगलमा जाने अनि खन्यु पाक्ने बेलामा रुखमा चढ्ने, खन्यु टिपेर खाने गर्थ्यौं है। आज पनि त्यो समय सम्झिँदा चाहिँ एकदमै धेरै रमाइलो लाग्छ के। आज म त्यही खन्युयुक्त दुधको बारेमा बताउँछु है, जसको लागि चाहिँ राति 2 वटा अन्जिर भिजाउनुहोस् अनि त्यसमा 4-5 वटा काजु पिस्तालाई पनि सानो सानो टुक्रा पार्नुहोस् अनि त्यसलाई चाहिँ 1 कप दुधमा कम्तीमा 5 मिनेट जति आगोमा पकाउनुहोस्। यो हाम्रो गाउँघरको खन्यु जस्तै देखिने अन्जिरयुक्त दुध स्वास्थ्यका लागि अमृत समान मानिन्छ। यदि तपाईलाई अलिअलि काम गर्दा धेरै थकाइ लाग्ने, कमजोरी हुने, हातखुट्टा र ढाड दुख्ने समस्या छ भने यसले जादु जस्तै काम गर्छ। यसले शरीरमा रगतको कमी हुन दिँदैन र हड्डीलाई पनि निकै बलियो बनाउँछ। यो दुधलाई मनतातो बनाएर राति सुत्नु अघि नियमित पिउने गर्नुहोस्। विशेष गरी महिला, वृद्ध र उमेर बढ्दो बच्चाहरूका लागि यो निकै फाइदाजनक छ। तपाईहरु मध्ये कसले सानोमा खन्यु खानु भएको छ कमेन्ट गर्नु होला है।